नमस्कार सबैजनालाई। आज म यो कागतीको अचार बनाउन गइरहेको छु। मसिनो कागती छ मसँग। यसलाई चाहिँ मैले खस्रो ढुङ्गामा या खस्रो सिमन्टी घिसेर बाहिरको हल्का छाला निकालेर र यसको तितोपन हटाएर म यो सिसामा भर्दैछु। पहिला चाहिँ यो हामीले सुक्खा हुनुपर्छ, एकदम घिसेर पानीमा लगाउँदै घिस्दै गरेर सुक्खा बनाएर घाममा एकछिन सुकाएर एकदम ओइलाएर बल्ल यसमा चाहिँ हामीले यसरी यो निम्बुको दाना जति हामीले यसरी भरिन्छ। यसरी एकदम सुक्खा हुनुपर्छ, पानी छैन, कति नि सुक्खा छ। र हामीले यसमा अरू केही त्यस्तो चिज केही पनि हालिँदैन। यो हालेर अहिले यसलाई म भर्छु, पुरै भर्छु, तर यो पछि अलिकति कम हुन्छ है। यसरी भर्ने र अब मैले यो भरिदिएँ र यसमा मैले नुन, यो नुन हो हाम्रो। नुन चाहिँ यसमा सानो चम्चाको 1 चम्चा, 2 चम्चा, 3 चम्चा, 4 चम्चा, 5 चम्चा। ल मैले यसमा चाहिँ 5 चम्चा नुन हालिदिएँ र यसबाट फेरि अरू अलिकति यहाँ यो अलिकति ग्याप छ, यसमा चाहिँ मैले यसरी हालिदिएँ र त्यसपछि अब यसमा चाहिँ यस्तो हुन्छ, यस्तो भयो। अब यसलाई चाहिँ हामीले सिसाको ढक्कनमा हाल्नु पर्दछ र यसलाई ढक्कन लगाएर यसरी राख्ने हो। अब यो हामीले 2-4 दिन चाहिँ घाममा राखिन्छ। त्यसपछि भित्र राख्ने केही हुँदैन, यो फङ्गस पनि लाग्दैन, बिग्रिँदैन। र यो जति ढिलो ढिलो भयो त्यति मिठो हुन्छ। फेरि यो छिटो खानुभन्दा पनि 2 महिना 4 महिना पछि खानुभयो भने धेरै मिठो हुन्छ। यो कलर चेन्ज हुन्छ, ब्राउन हुन्छ, एकदम खैरो टाइपको र एकदम स्वादिष्ट पनि हुन्छ। यस्तै बनाएर खानु होला भन्दै भिडियो हेरेर साथ दिनेहरूलाई धन्यवाद र लाइक, सेयर, कमेन्ट गर्न नभुल्नु होला। धन्यवाद।